यहाँ पुरा फ्यामिली टाइपको डिस्कसन भइरहेछ यहाँ भविष्यको कुराहरू यस्तो राम्रो राम्रो केटाहरूसँग संगत छ मेरो होइन त कहाँ जाँदैछ हामीहरू भन्दै एकचोटि कल्चरल प्रोग्रामको लागि हाम्रो साथीहरूले पर्फर्म गर्दैछन् चेयरअप गर्न जाँदैछौँ बिबीले पनि के भन्दैछ त्यही हो किसिमले भनेको कुरा हो साथीहरू यसो सेलिब्रेट गर्दैछन् कल्चरल प्रोग्राम नाच्दै रमाउँदै पनि यसो पार्टिसिपेट गरिदिने अडियन्स गर्न जाँदैछौँ यस्तो रहेछ यहाँको व्यवस्था कस्तो लागिरहेछ त राम्रो लाग्यो आज अलिकति रमाइलो हुन्छ जस्तो छ यस्तो स्टलहरू बनाएको रहेछ डिफ्रेन्ट कन्ट्रीको हाम्रो नेपाल कहाँ छ हो साथी नेपाल एकछिनपछि हेर्नुपर्छ पुरा मिक्सर सिक्सर राखेर चट्ट धनी भएपछि मलाई यस्तै गिफ्ट गरेर धनी भएपछि चट्ट म होम स्टुडियो बनाउँछु एउटा नाइलको छेउमा रहेछ है प्रोग्राम यो नाइल हो नेपाली गाए बहिनी हेलो भने त मेरो ब्लग हो हाम्रो नेपाल चाहिँ यहाँ रहेछ नि त सुरुमा ठिक छ रसिया प्यालेस्टाइन नेपाललाई रिप्रेजेन्ट गर्न चाहिँ यसरी राखेको रहेछ है नेपाललाई रिप्रेजेन्ट गर्न यहाँ अरबी केटी राखेर हुन्छ तिमी यहाँ बस्दैौ तिमी ठिक छ इन्डोनेसियाको चाहिँ राम्रो रहेछ है ड्रेस चाहिँ अलि नजिकबाट देखाइदिउँ सबैले अरबीको हायर गर्दै राख्दै गरे जस्तो छ के भनिरहेछ South of Sumatra. Sumatra means your country? City. Not city, but the land. In Indonesia, there's Sumatra land, Kalimantan, Java. हाम्रो नेपालको पर्फर्मेन्स सुरु हुँदैछ है गाइस Mount Everest and the Himalayas. But apart from
natural heritage. Nepal is also a country of extreme diversity, linguistic diversity, cultural diversity, religious diversity. It's a country of more than 125 different languages and 125 different ethnic groups. We have a sample of this today on this platform. मजा यो खोजेको तैँले मेरो जग्गा हो यो मेरो जग्गा हो यो। म्यानेजर म न्यु खोजेँ म चिनेको छस् चिनेको छस् तैँले छोड्दै मेरो मलाई सही सही मैले भिडियो खिच्न नपाउने मैले भिडियो खिच्न नपाउने तेरो फोनले खिचेको छु भन न मैले खिच्न पाउने तेरो भिडियो खिचेको हो तेरो मोबाइलले खिचेको हो मैले हो ट्रान्सलेटर चुप लाएर बस्थे चाहिँ हाम्रो साथीहरूको पर्फर्मेन्स छ है त रमाइलो छ नि दोस्त कार्यक्रम सक्यो कस्तो फिल भइरहेछ सब नेपालीको यहाँ भेटघाट भेला भइरहेछ फोटो खिच्ने कार्यक्रम चलिरहेछ नस्टाल्जिक ग खाने कि क्या हो अलिकति ल ठिक छ रुन मात्र बाँकी थियो देशको यादमा कस्तो भयो त आज कस्तो हुँदैछ एक नम्बर ल हाम्रो प्रोग्राम पनि सक्यो एकदम रमाइलो भयो ममता दोस्तले एकदम राम्रो नाच्यो दामी भयो यार एकदम मुड फ्रेस भयो रमाइलो भयो राम्ररी नाची साथीहरूले राम्ररी गाए दामी भयो ल गाइज हाम्रो रमाइलो भयो एकदम ल बाई बाई सी यू नेक्स्ट टाइम